सर्वप्रथम त सम्पूर्णमा नमस्कार। क्षितिज पारी मेरी मायाको गाउँ कार्यक्रमको पर्खाइमा बस्नुहुने सम्पूर्ण दर्शक श्रोताहरूमा न्यानो अभिवादन। आज पनि मेरो हातमा एउटा पत्र परिसकेको छ। उहाँ लेख्नुहुन्छ, प्रवीण छेत्री, पुर्चौनी नगरपालिका वार्ड नम्बर 3 जोगेवडा, हाल रोजगारीको सिलसिलामा भारतको बेङ्गलोरबाट भनेर लेख्नु भएको छ। प्रवीण भाइले एकदमै मिठो मुक्तक लेखेर पठाउनु भएको छ। उहाँले लेख्नु भएको मुक्तक म तपाईँहरूको माझमा राख्छु, सुनेर साथ दिनुहोला। साथसाथै राकेश धामी फेसबुक पेज र धामी राकेश अफिसियल युट्युब च्यानललाई पनि सब्सक्राइब गर्न नभुल्नुहोला। जीवन एक सङ्घर्ष हो, हाँसी हाँसी जिउनुपर्छ। जीवन एक सङ्घर्ष हो, हाँसी हाँसी जिउनुपर्छ। लगनशीलको टालो लगाई मेहनतले सिउनुपर्छ। लगनशीलको टालो लगाई मेहनतले सिउनुपर्छ। वाह वाह वाह। हिम्मत साहस परिश्रम नै सफलताको प्रतीक सम्झी। हिम्मत साहस परिश्रम नै सफलताको प्रतीक सम्झी। सुख दुःख उतार चढाव पानी जस्तै पिउनुपर्छ। सुख दुःख उतार चढाव पानी जस्तै पिउनुपर्छ। चिनाउनेछु पक्कै देशलाई राख्नुस् दिन गनेर। चिनाउनेछु पक्कै देशलाई राख्नुस् दिन गनेर। सन्तान छ काखमा चिनाएको छु बाउ भनेर। सन्तान छ काखमा चिनाएको छु बाउ भनेर। वाह वाह। जीवनको गोरेटोमा बाधा अड्चन सबै स्वीकार्य छ। जीवनको गोरेटोमा बाधा अड्चन सबै स्वीकार्य छ। म हिँडिरहनेछु बाँचुन्जेल देशको रक्षक बनेर। म हिँडिरहनेछु बाँचुन्जेल देशको रक्षक बनेर। जीवन एक सङ्घर्ष हो, हाँसी हाँसी जिउनुपर्छ। लगनशीलको टालो लगाई मेहनतले सिउनुपर्छ। लगनशीलको टालो लगाई मेहनतले सिउनुपर्छ। वाह वाह वाह। एकदमै मिठो मुक्तक लेखेर पठाउनु भएको थियो प्रवीण छेत्री भाइले। उहाँको रचनालाई मैले तपाईँहरूको माझमा राखेको छु, सुनेर अवश्य पनि साथ दिनुहुनेछ भन्ने आशा लिएको छु। धन्यवाद।